आइतबारदेखि लगातार वर्षा हुँदा धनगढीका घर डुबानमा परेका छन्। डुबानमा पसेका 8 जनालाई प्रहरीले आज उद्धार गरेको छ। धनगढी उपमहानगरपालिका 13 श्रीलङ्काका 4 जना र धनगढीको बेली गाउँका 4 जना गरी 8 जनाको उद्धार गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए। उनका अनुसार बेलीका सीताराम राणाको एकताले कच्ची घर डुबानमा परेपछि उनी सहित परिवारका 4 जनालाई उद्धार गरेर नजिकै रहेको आफन्तको घरमा सारिएको छ। त्यसैगरी धनगढी 13 श्रीलङ्काका एकै परिवारका 4 जनाको उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखिएको छ। सूचना अधिकारी जोशीले गैरातीदेखिको भारी वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झण्डै 2000 घरमा पानी पसेको बताए, जसमा धनगढीका 3, 4, 13, 1, 7 र 11 नम्बर वडा वर्षाका कारण प्रभावित भएको उनको भनाइ छ।